फाइनल्ली सामान आइपुगेछ काममा जान लाग्यो बेलुका आएर खोल्छु आइ एम सो एक्साइटेड टु ओपन दिस वान सामान त आइपुग्यो मलाई काममा जान ढिलो भएर यस्तो हतार गरेर निस्किनु लागिरहेछ अब बेलुका आएर हेर्नुपर्छ आइ एम एक्साइटेड यो चाहिँ अब मैले त्यो फुकाएँ अब यो फुकाए पछाडि यो भित्र चाहिँ के छ भनेर हेर्नुपर्छ अब चाहिँ मैले बनाएको घिउ अनि रामै अयो यो चाहिँ हो मम्मीले घरमै बनाएर पठाएको घिउ आई थिङ्क यो चाहिँ त्यो दसैँमा टिका लाउने जस्तो छ पक्नै पहिला खोल्छु अनि यस्तो छ यो चाहिँ दसैँमा टिका लाउने ट्याक्क थाली यो चाहिँ हो फेभरेट गुन्द्रुक यहाँबाट झरेछ कस्तो बास्ना छ यहाँभित्र चाहिँ मलाई जहाँ लाग्छ सुकाएको न्युरो पनि हुनसक्छ यहाँभित्र दिदीले हालिदिनु भयो यहाँ अस्ति पोको पनि छ कि यो चाहिँ अहिले खोल्दिनँ किनभने यो भित्र अरू छ यो यहाँबाट फेरि जान्छ भनेर साइडमा राख्छ अर्को भन्छु है यो चाहिँ हो घरमा बनाएको हाँसको मस्यौरा मेरो दिदीले अनि बिचरा मेरो बहिनीले खाना भनेर राखेको पनि सबै मलाई पठाएको कि सर यो चाहिँ हो मस्यौरा अब यिनीहरू चाहिँ हो यसमा चाहिँ भटमास के सेतो भटमास अनि यो कालो भटमास अनि यो पनि कस्तो भन्न आएको त्यो काउली अनि यो न्युरो सुकाएको न्युरोहरू यिनीहरू तिनै हो अनि यो चाहिँ मेरो पहिले आएको सामान हो कि तर मैले एकैचोटि भिडियो बनाउँछु भनेर बनाएको थिइनँ अब चाडबाट आयो नि त यो चाहिँ मेरो मलाई कान्छीले पठाउनु भएको हो यो अनि यता प्यान्टहरू पनि छ यो साडी अनि यहाँ अर्को एउटा यो साडीहरू चाहिँ मलाई मेरो कान्छीले पठाउनु भएको हो कि होइन थ्याङ्क यू कान्छीलाई कस्तो मन पऱ्यो कान्छी भनेको अनि मलाई पठाइदिनु भएछ कि यो अनि प्लस यो प्यान्टहरू यिनीहरू चाहिँ यो सल यिनीहरू सबै मलाई मेरो कान्छीले पठाउनु भएको हो यो चाहिँ पहिल्यै सामान थियो तर एकैचोटि बनाउँछु भनेर भिडियो चाहिँ बनाएको थिइनँ कि एकैचोटि बनाउनुलाई यो हो घरको प्योर अनातीको चामल आमाको माया कस्तो हुन्छ कि होइन अस्ति नै लट्टे खाइरहनु भएको थियो घरमा अनि कस्तो लट्टे खानु मन छ मलाई पनि चामल पठाइदिनु भनेको मलाई पनि चामल पठाइदिनु भएछ कि अब यो मैले एक दिन लट्टे बनाएर खान्छु कस्तो हुन्छ म त बनाएको भिडियो पनि राख्छु अनि मसँग त्यत्रो टाइम त हुँदैन तर पनि कहिलेकाहीँ टाइम हुँदा मलाई पढ्नु मन लाग्छ अनि त्यही भएर यो चाहिँ मलाई त म सुबिन भट्टराईको चाहिँ एकदम बुकहरू प्रायः पढ्छु नछुटाइकन त्यही भएर मैले यसपालि चाहिँ यो चमेलीको फुल बैचेनीको रुमाल भन्ने एउटा अनि एउटा सोही पर्छ भन्ने अर्को अनि अर्को चाहिँ निलो प्रेम भन्ने मैले 3टा बुक मगाएको थिएँ त्यो बुक पनि अब बिस्तारै पढ्छु म अनि यो चाहिँ हो चुराहरू क्या साउन लाग्यो नि त अनि त्यही भएर यो पयालोमा अनि यो हरियोमा अनि सायद यो रातोमा यिनीहरूमै छ यो चाहिँ अनि र यो अर्को कुरा चाहिँ मैले के मगाएको थिएँ मैले यो चाहिँ खास पञ्चधातुको हो अनि मैले सबैजनाले पाइरेटको लगायो भने चाहिँ एकदम राम्रो हुन्छ अरे पाइरेट लगाउनु पर्छ अरे भने भएर चाहिँ मैले पाइरेटको मगाएको हो खास यो चाहिँ यहाँ चाहिँ पाइरेटको अनि यो प्लस यो चाहिँ मलाई कस्तो पहिल्यैदेखि लगाउनु मन लागेको थियो अनि यो पनि हातमा लगाउनुहुन्छ भनेर यो पनि एउटा मगाएको थिएँ अनि प्लस पाइरेटको 2टा औठी मगाएको थिएँ यो चाहिँ मैले मन्जरी गहना घर भन्नेबाट मगाएको हो टिक्टोमा पनि मन्जरी गहना घर छ अनि एउटा मलाई एउटा मेरो साथीलाई मगाएको यो चाहिँ यो पनि भइहाल्यो हो एकदम एक्साइटेड थिएँ यो सामानहरू हेर्नलाई कि म अनि यो भइहाल्यो एउटा मलाई एउटा मेरो साथीलाई यसलाई चाहिँ लगाउँछु म कस्तो हुन्छ भनेर कहाँ लगाउने भन्ने चाहिँ थाहा नि सायद बिचमा यो औलामा हुँदो रहेछ तर म अलिकति घटाएर यो बिचमातिर लाउँछु यो चाहिँ अब साडीहरू मगाएपछि साडीहरूको सिजन आउनु लाग्यो अनि यो पनि त लाउनु पऱ्यो नि त होइन यो अहिले एकछिनमा लाउँछु म त्यही भएर यो पनि मगाएको थिएँ अनि यो चप्पल बेहुलीको जस्तै चप्पल के साडीमा लाउनुलाई अनि साडी सँगसँगै
लच्छा डोरी पनि चाहियो नि त होइन, अनि त्यही भएर लच्छा डोरी मगाएको। चाडबाट आउनु लाग्यो अनि त्यही भएर खास त्यही अनुसारले नि मगाएको थिएँ। अनि यही सामानहरू आउँदाखेरि चाहिँ अनि सबै मगाउँछु भनेर अरू चिज पनि मगाएको कि खास मैले त्यसरी सामान चाहिँ। यो चाहिँ हाम्रो उता घरमा महको घाट छ कि, अनि यो चाहिँ घरकै मह हो। अनि बुवा आमाले थोरै आएर पनि यति भने नानीले हुन्छ भनेर पठाइदिनु भएको है। पहिला खुवाउँछु यो भित्र मह पनि यो घरकै अर्ग्यानिक। यो चाहिँ हो हनी, बुवा आमाले पठाउनु अब यो चाहिँ घरमै। यो चाहिँ सबैको फेभरेटभित्रै पर्छ होला कि होइन, यो पाउ, यो आँखको, अनि यो दुधपाक, यो पनि दुधपाक, यो दुधपाक पाउ भने फेभरेट। अनि यो चाहिँ यो र यिनीहरू चाहिँ मलाई मेरो साथीहरूले मगाइदियो भनेर मगाइदिएको हो। यो चाहिँ यो र मसलाहरू चाहिँ मेरो सामान आएको भने चाहिँ यति नै हो। यही आइम सो ह्याप्पी। मेरो आएको सामान चाहिँ यहाँदेखि लिएर यो तल पाइन्टहरू पनि सक्यो। यहाँ पाइन्टहरूदेखि लिएर यत्रो सामान चाहिँ मेरो नेपालबाट आएको सामान। आइएम ह्याप्पी।